सबैजनामा नमस्कार साथीहरु। आज माघ 9 गते सरस्वती पूजा र आज कर्मचारी सञ्चय कोषको विज्ञापन खुलिसकेको छ। विज्ञापन पनि सम्पूर्ण तहको खुल्यो साथीहरु। तह 4 को होस्, तह 5 को होस् अथवा तह 6 को होस्, सम्पूर्ण तहको विज्ञापन खुल्या छ। र तपाईहरु प्रिटेस्ट दिनुभएको छैन भने र ब्याचलर पास हुनुहुन्छ भने पाँचौं तहमा फर्म भर्न सक्नुहुन्छ। भारी संख्यामा पाँचौं तहमा फर्म खुलेको छ र स्मार्ट जीकेले आज खुलेको विज्ञापनलाई लक्षित गर्दै नयाँ कक्षाहरू यही माघको 4-11 गतेदेखि सुरु गर्न गइरहेको छ। र यो माघको 11 गतेदेखि सुरु हुने कक्षामा आज सरस्वती पूजाको अफरमा 30% डिस्काउन्ट अफर रहेको छ। तुरन्त WhatsApp बटनमा मेसेज कल गर्नुस्, कमेन्ट बक्समा आई एम इन्ट्रेस्टेड लेख्नु होला अथवा #EPF लेख्नुभयो भने तपाईहरुलाई विज्ञापनको सम्पूर्ण जानकारी इनबक्समा आउनेछ। र यो नयाँ विज्ञापन खुलिसक्यो। अब परीक्षा पनि 3 देखि 4 महिनामा भइहाल्छ। सो तयारी आजैबाट सुरु गर्नुस्। फुल सिलेबस तयारी गर्नुपर्छ। इंग्लिश नेपाली दुवै मिडियममा स्मार्ट जीकेमा क्लास हुन्छ। हरेक टपिकको PDF नोट्स पनि इंग्लिश नेपाली दुवै मिडियममा पाउनुहुन्छ। साथै वीकली मक एक्जामको लाइभ कपी चेकिङको पनि सुविधा रहेको छ। धेरै जनाको गुनासो हुन्छ, सर मेरो कपी चेक हुन्छ कि हुँदैन। स्मार्ट जीकेले नेपालमा पहिलो पटक लाइभ कपी चेकिङ स्मार्ट जीकेबाट सुरु भएको। त्यो सुविधा पनि पाउनुहुन्छ, त्यो पनि न्यूनतम शुल्कमा। आज इनरोल हुँदाखेरि 30% डिस्काउन्ट अफरका साथ नयाँ विज्ञापन कर्मचारी सञ्चय कोषको तयारी गर्न चाहनुहुन्छ भने तुरन्त WhatsApp बटनमा मेसेज कल गर्नु होला। हस्त धन्यवाद।